आज मैले नेपाली काटिङ खसीको मासु लिएर आएको थिएँ। अब सङ्गीताले कस्तो के बनाइन् खाइहेरौँ त। टेस्ट सेन्ट त मजा आउँदैछ बाहिरबाट। बरन्डामा बसेको थियो, सेन्ट आएको आइथ्यो। अनि हजुरहरूले भन्नुहुन्छ नि मैले नचढाइकन मतलब भात पस्कियो भनेर, त्यस्तो होइन। शिवांशलाई हाम्रो सानो नानी छ 1.5 वर्षको। पहिला चाहिँ उसलाई हामी खुवाउँछौँ, त्यसको लागि चाहिँ पहिले भित्र उता चढाइ गरी अनि यहाँ राखेकी हुन्छु कि मैले। यता चाहिँ हाम्रो गरम गरम भात। र यहाँ हेर्नु न, हजुरहरूले भन्नुहुन्छ होला यस्तो गरममा खापा भनेर। गरममा खाने पनि थिएन, लेकिन गाउँमा नेपाली काटिङ खसी भेट्यो अनि खाइयो। हेर्नु कस्तो मजा, बिना तेलको यो एक गुण तेल नहालेको यो 18-20 किलोको मासु थियो। चर्बी हालिदिनु, ग्रेभी खालको बनाएँ। यसको साथमा मैले बोइल पनि बनाएकी छु नि। फेरि बोइल चाहिँ म खान्न है, खसीको मासु त बोइल कसले खान्छ हौ। अलिकति खानुपर्छ। नाइ भने पनि यो बोइल त खानैपर्छ। यो बोइल चाहिँ मैले दाल अनि त्यसको पछाडि लाउ बोडीबारीको अनि त्यसको पछाडि टमाटर कडी पत्ता हालेर बनाएको थिएँ। गाइस खसीको मासु भएको बेलामा बोइल कसले खानुहुन्छ? म त खान्न हौ, तपाईँले खानुहुन्न होला, कमेन्ट गरेर भनिदिनु होला। गाइस गर्मीको बेलामा खानुपर्छ कि पर्दैन हजुरहरूले भन्नु त। यस्तो गरम छ, गरममा खसीको मासु किन पकाउनु त हामी? त्यसको पछाडि यहाँ छ हाम्रो प्याज र यो पिक्कल हालेर अलिकति अचार जस्तो बनाइदियो कि बस यसो टेस्टी हुन्छ। त्यसको पछाडि निमु त चाहियो अफकोर्स। र यो बारीको सानो हेर्नु अखबारी कति क्युट, खानुहुन्छ? हेरौँ त, पिरो चाहियो देखाउँदा। सो गाइस आजको हाम्रो यस्तै हो डिनर थाली। कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा। खै म लिएर खाइहेरौँ कस्तो रहेछ, म भन्दैछु।